दर्शकबिन नमस्कार, स्वागत छ हाम्रो यस च्यानलमा। आज हामी नेपाली चलचित्र क्षेत्रका दुई लोकप्रिय नाम निर्देशक सुदर्शन थापा र अभिनेता प्रदीप खड्काको नयाँ सहकार्यबारे कुरा गर्दैछौँ। 10 वर्ष अघि ब्लकबस्टर फिल्म प्रेम गीत मार्फत दर्शकको मन जितेको यो जोडीले फेरि एकपटक नयाँ फिल्म शुभ विवाह मार्फत दर्शकमा आउने तयारी गर्दैछ। यो फिल्म सुदर्शन थापाले निर्माण तथा निर्देशन गर्दैछन्। फिल्म विकास बोर्डमा दर्ता गर्दा नै प्रदीप खड्काको नाम कलाकारको सूचीमा राखिएको जानकारी प्राप्त भएको छ। निर्देशक थापाले प्रदीप खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरिसकेका थिए, तर फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन। प्रेम गीतमा उनीहरूको सहकार्य नै निकै सफल भएको र त्यस फिल्मले धेरै कलाकार तथा प्राविधिकहरूलाई करियरको उचाइमा पुर्याएको निर्देशक थापाले स्मरण गरेका छन्। प्रदीप खड्का पनि प्रेम गीतबाट नै आजको स्टार नायक बनेका हुन्, जसलाई एक उदाहरणीय प्रेमिल चलचित्र मान्न सकिन्छ। शुभ विवाह पनि प्रेम कथामा आधारित पारिवारिक चलचित्र हो। निर्देशक थापाका अनुसार यो चलचित्रले समाजको मूल्य मान्यतालाई आत्मसात गर्दै नेपाली धर्म र संस्कृति अनुसार विवाहको महत्त्वलाई पर्दामा उतार्नेछ। प्रेम कथामा आधारित फिल्म बनाउन निर्देशक थापा सफल मानिन्छन् भने लभर बोयको भूमिकामा प्रदीप खड्का पनि रुचाइएका छन्। अहिले यो फिल्मका लागि नायिका भने टुङ्गो लागेको छैन, तर छिट्टै नै नायिका लगायत सम्पूर्ण कलाकार तथा प्राविधिक फाइनल गरी छायाङ्कनमा जाने तयारी गरिएको छ। निर्देशक थापाको प्रेम कथामा आधारित सफल निर्देशक चलचित्रहरूमा मेरो एउटा साथी छ, प्रेम गीत र म यस्तो गीत गाउँछु लगायत पर्दछन्। अब निर्देशक थापा र अभिनेता खड्कालाई प्रेम गीत भन्दा सफल चलचित्र बनाएर फेरि एकचोटि दर्शकहरूको मन जित्नुपर्ने चुनौती पक्कै छ। यो जोडीले शुभ विवाह मार्फत कस्तो कमाल गर्छ त्यो हेर्न बाँकी नै छ। आजको लागि यति नै। यस्तै अन्य समाचार तथा अपडेटका लागि हाम्रो च्यानललाई लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।